यसका तर्फबाट समानुपातिका उम्मेद्वार आदरणीय हाम्रो नेता पूर्व वडा अध्यक्ष मेरो आदरणीय दाई ताराबहादुर लामाज्यू, त्यसै गरेर सिमकोट गाउँपालिकाका सर्केघाट गाउँपालिकाका अध्यक्ष मेरो हाम्रो आदरणीय नेता भाइ ठानबहादुर रोकायाज्यू लगायत सम्पूर्ण निर्वाचित साथीहरू, नेपाली कांग्रेसका पूर्व कार्यवाहक अध्यक्ष, सिमीकोट गाउँपालिकाका पूर्व अध्यक्ष, हाम्रा आदरणीय नेता मेरो आदरणीय दाई पदमबहादुर लामाज्यू लगायत सम्पूर्ण यहाँ उपस्थित साथीहरू, त्यसै गरेर यो कार्यक्रममा उपस्थिति जनाएर हामीलाई गौरव दिने समाजसेवी मेरो आदरणीय दाई नरबहादुर रोकायाज्यू लगायत सम्पूर्ण यहाँ उपस्थित साथीहरू र हाम्रो सचिवालय उद्घाटनलाई विश्वभरि पुर्याउनका लागि पाल्नु हुने मेरा पत्रकार साथीहरूमा सर्वप्रथम हामी दुई भाइ नेपाली कांग्रेसको प्रत्यक्षको उम्मेद्वार जयपति रोकाया र समानुपातिका उम्मेद्वार आदरणीय नेता ताराबहादुर लामाज्यूको यो सचिवालयमा समितिको तर्फबाट पत्रकारदेखि लिएर सम्पूर्ण साथीहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। हामी अहिले नेपाली कांग्रेस मात्रै नबनेर अरू पार्टी पनि चुनावमा होमिरहेको अवस्थामा, सबै पार्टीहरू चुनावमा लागिरहेको अवस्थामा नेपाली कांग्रेस पनि यो चुनावदेखि अछुतो छैन। नेपाली कांग्रेस पनि अब आफ्नो प्रचार प्रसार अभियान हामीले अस्ति यो सिमीकोट गाउँपालिकामा अनौपचारिक कार्यक्रम मात्र गरेका थियौं। आजबाट हाम्रो औपचारिक कार्यक्रम, हाम्रो औपचारिक सचिवालय सबै अब विधिवत ढंगले अगाडि बढ्नेछ र यो समारोहमा यो हाम्रो सचिवालय उद्घाटनमा जसरी हाम्रो आदरणीय अभिभावक जीवनबहादुर साई र हाम्रो नेता संघीय सांसद बहिनी रीताको प्लेनबाट सँगै यात्राले आज माओवादी साथीहरूमा, विशेष गरेर माओवादी साथीहरूमा हिजो अस्ति एउटा दिवा सपना देखिरहनु भएको थियो। उहाँहरूले प्रचारबाजी गरिरहनु भएको थियो। अझै पनि नेपाली कांग्रेसमा गुट उपगुटको राजनीतिले अझै पनि प्रशय पाएकै छ। हामीले रीता बहिनीको ग्रुपलाई हामीले हाम्रो पक्षमा पारिसक्यौं भनेर उहाँहरूले जसरी प्रचार गरिरहनु भएको छ। आज बिहान मात्रै मलाई धेरै ठाउँबाट फोन आएको छ, धेरैजनालाई मैले कन्भिन्स गर्नु पर्यो र मैले भने हाम्रो नेपाली कांग्रेस हुम्ला जिल्लामा अथवा नेपाल अधिराज्यभरि गुट उपगुटको राजनीति हामीले अस्ति यो विशेष अधिवेशनपछि हामीले सबै बिर्सिसक्यौं। हामी अहिले चुनावी माहौलमा होमिएको अवस्थामा न हामीसँग अहिले गुट छ, न हामीसँग कोही प्यानल छ, न कोही आफ्नो छ, न कोही परा छ। म नेपाली कांग्रेसको उम्मेद्वार, हाम्रो अभिभावक जीवन साईको पनि उम्मेद्वार हो, हाम्रो आदरणीय माननीय संविधान सभाका माननीय रीता बहिनीको पनि उम्मेद्वार हो। त्यसैले यो जसरी हाम्रा साथीहरूमा प्रचारबाजी भइरहेको छ, योभन्दा अगाडि के प्रचार आयो भने जीवन साईको ग्रुप त जयपतिले छोडिसक्यो, त्यो प्रचार पनि आयो। त्यो प्रचारलाई पनि मैले कता साथीभाइलाई फोन मार्फत त्यो पनि निवारण गरेँ। बीचमा अर्को प्रचार के ल्यायो भने कहाँ तपाईहरूलाई के थाहा, माथि नामखाके त्यो टसी लाम्जन त्यो नानीलाई यो माथि नामखाका सम्पूर्ण साथीहरूले आफ्नो चेलियो भनेर त्यो भोट कांग्रेसका भोट काट्नेछन् भनेर अर्को प्रचार तलबाट आयो। त्यसैले यी प्रचारबाजीमा हाम्रा नेपाली कांग्रेसका नेतृत्व गर्ने जसरी हामी हाम्रो कार्य समितिका साथीहरूले जसरी पनि निवारण गरिरहनु भएको छ, यो निवारण गर्ने काममा स्वयं उम्मेद्वारको तर्फबाट पनि हुनेछ। आज प्रमाणित भइसक्यो नेपाली कांग्रेसका आदरणीय अभिभावक हाम्रो नेता जीवनबहादुर साई र हाम्रो संघीय सांसद बहिनी एउटै प्लेनबाट आइसकेपछि, एउटै मञ्चमा बसिसकेपछि यो सचिवालय उद्घाटनमा उहाँले पनि आफ्नो गहन, दुवैजनाले आफ्नो गहन मन्तव्य दिनुहुनेछ र कुनै पनि हालतमा माओवादी साथीहरूले हामीमा कदापि पनि गुट उपगुट छैन। मैले अघि पनि भनिसके, हामी दुईटै उम्मेद्वार, गगन थापाको पनि उम्मेद्वार हो, शेरबहादुर देउबाको पनि उम्मेद्वार हो, हामी आदरणीय नेता